हेर्नु गाइस खाँकल पाकेको छैन। ओ यहाँबाटको भ्यू ब्याक गाइस। आजको न्यू भ्लग म तपाईँलाई स्वागत छ। आजको भ्लग के विषयमा भन्दैछ भन्ने हजुरले थम्बनेल टाइटल देखेर नै थाहा भयो होला। आज चाहिँ हामी खाँकल टिप्न जाँदैछौँ दिदीहरूसँग होइन गाइस। बिहान बिहानै हिँडिसकेको छौँ। यस्तो कुहिरो लागेको 5 बजिरह भर्खर होइन। मसँग यो प्लास्टिक छ, यो भोरी लिएर आउँछु म आज। ल गाइस हामी यस्तो भ्यू हेर्दै हिँडिरहँ छम छम छम। अस्ति नै फेल भयो कि अहिले भकिन। अब हामी भेट भएर जान लाग्यौँ गाइस। हामी गाइस यस्तै जंगल में हाथ पर समय पैसे कुछ पैसे बचा के घूमने निकल जाओ ऐसा टिकटॉक बनाउने गाइसहरु काका जोड दे टिकटॉक लगाइ हामी हिँडिसकेका छौँ। हिँडेको त अघि नै हो, अहिले चाहिँ उड्दै छौँ हैन। बाटो चाहिँ यस्तो राम्रो छ। यो बनाएर यो सबै भिडियो बनाएर त्यो छिट्टा सबै कहिले नदेखे चाहिँ मोबाइल ठड्याएर बस्छन्। यो वाला जतिका राम्रो कसैको खानु म चाहिँ सर्टकट लिएर आएर निस्केको। अगाडि एडिट गरेर हाम्रो दाइका फोटो राखिदिने के। यता चाहिँ खतरा आएछ आयो। ए ज्यादा गरी त्यता क्यामेरा म अर्कैतिर। शाहरुख खान का पोज ल ल हामी चाहिँ खाक्कल टिप्ने ठाउँमा आइसकेको छौँ। यो पहिलाको ओल्डी भला गरी यस्तो भ्यूज छ गाइस। भ्यू 2000
उमेर 55 को दिल 55 को त्यता त्यता खागल छ गाइस तर त्यो खागलको रुख मात्र हो खागल चाहिँ छैन हामी अस्ति नै बलिएन गएको त्यहाँ हो है डोरबेसीको पुलको त्यो लामो देख्यो मोबाइलको क्यामेरा चाहिँ घरमा आयो आफूले नखाए भए पनि साउनी किन लिएर जानु पर्ने हो नि त खाएर घट्न भन्दा त बरु नखाइकन अलिकति भन्यो पुरा बसे मान्छे हजुर मेरो बुढी अगाडि फेरि तलतिर हामीले चाहिँ एउटा टिकटक बनाउनु भने हम त्यो अहिले चलिरह भन्नेमा कुछ पैसे बचाके यसरी जान्छन् अनि त्यसपछि घुरे भन्छ 50 चोट One eternity later. हामी गएछ खाकल पाकेको छैन ओ यहाँबाटको भ्यू डिजाइन चप्पल बहुत बड़ा धोखा हो गया टिकटक में कति राम्रो देख्नुहुन्छ भने रियल लाइफमा अझै जुम गर्न What? Bro, what are you talking about, man? देखाउनु हार्दिका कुदिएका जान्छु पनौतीलाई यति जम्मा भाषा यति त्यसले बनाएर रहेछ फुच्चीले खै तिले कति धेरै 1 2 3 गो ए काट्छ गाइस यो बन्द पहिला नि भ्लगमा फेरि भ्याउनु भयो गाइस हाकल भइथा पुग्यो एकैचोटि अब धेरै भइथा काम किन्नेले हामी पनि धेरै भुलाया किन तल जाने के एकैचोटि तलतिर देखे होइन डर लागेर अनि बोलाइ क्या रे थोड़ा हिट दिए आप लोग देख सकते हैं हम जगह पता चढ़ रहे ए बेउटालाई टोका उक्ला न त्यहाँ हो त्यो समातेर हट हो यहाँ बेउटेले टोकेर कस्ता भइरहे हामी चाहिँ खाकल टिपेर फर्किसकेको छौँ अब चाहिँ धेरै टिप्यौँ चाँडो बिज्यो ए अब फर्किन लाग्यो यस्तो जङ्गली छ अहिले 10:30 भयो होला
10 बजेर 70 मिनट जानु हो र ओए जानु तलतिर जानु लाग्यो त ए यहाँबाट गाइस ल अब चाहिँ खाएको टिपिरहेको कति जम्मा भएको त्यो पनि देखाउँछु म होइन अहिले है कि आन्न त तेरा युट्युब च्यानल त्यही पहिलाकै है त्यस्तै त मेरो जमाउने भिडियो नि आउँदै अस्ति भर्खर दाइका त्यो मेडल लिन जाँदाखेरि हाले 500 पुग्नलाई मेरा यदि आइफोन हुन्छ कहिले म त कस्टमर जाडो पनि बनाउँछु अब हाम्रा दाइ असलले त गर्छु दाइले आफ्ना देता अरे अनि आफूले अर्का किन्ता अरे बनाउन अनि त्यसले ब्लग गर्छ चना खाएर चाउचाउ साउचाउ खाएर पानी सानी खाएर हामी हिँड्न लागिसकेको छौँ यसलाई हाम्रो दाइसँग बिहार भनेको मान्दैन ए ज्याकेट बोकेको त चल न हामी चाहिँ घर फर्किसक्यौँ पानी पनि पर्न लागिसकेको छ त्यस्तो राम्रो मेरो ब्लग राम्रो लाग्दैन अरे गाइस भन्नु त कमेन्टमा कस्तो लाग्छ कमेन्ट बक्सै अफ गरेर हाल्दैछु तिमी भिडियो अनै हो त पानी परिसकेको छ होइन यता चाहिँ अनि परेको मस्तले यस्तो पानी भ्यूज देखियो है गाइस भ्यूज होइन भ्यू त्यो त्यहाँ इन्द्रेणी पनि लागेको अहिले मेटिँदै गएको रहेछ है हाम्रो पुन्टे भान्जा चाहिँ यता हुनुहुन्छ ओए भुङ्ग भुङ्ग यता 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 खतरा भ्यू चाहिँ भ्यू के खाइ भ्यूज भनिरहेको यस्तो बबाल हरियालीसँग होइन अनि अर्को हरियाली यता हमारा भान्जा हिँडिसक्यौँ गाइस भ्यू हेरेर बुढे हाम्रो भान्जा गाइस केले ब्लग चाहिँ कस्तो लाग्यो भनिदिनु होला होइन अनि अब यो ब्लगहरू चाहिँ आइराखेको छन् होइन त्यही भएर च्यानललाई सब्सक्राइब पनि गर्नु होला यसो सपोर्ट गर्नु न यार नेपालीमा ब्लग बनाउनु सपोर्ट गर्नु न यार होइन हामी पनि यतिको बेलुका टाइपको भइसकेको छ होइन 6 बजिसकेको छ आज ब्लग चाहिँ यति नै होइन सपोर्ट गरिराख्नु मेरो चाहिँ 100 सब्सक्राइबर पुगिसकेको छ होइन अनि यतिको सपोर्ट गरिराख्नु गाइस ल आजको ब्लग चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ